अब हेर्नुहोस्, हिजो पनि म विनय तामाङज्यूलाई रेस्पेक्ट गर्थेँ नि, आज पनि रेस्पेक्ट गर्छु नि, भोलि पनि रेस्पेक्ट गर्छु। विमल गुरुङकै टाइममा पनि मैले विनय तामाङज्यूको लिडरसिपमा काम गरेको थिएँ र उहाँले जुन एउटा डिसिजन लिनुभएको थियो कि अब पहाडलाई नयाँ सोच नयाँ दिशापट्टि लानुपर्छ भनेर, एउटा पहाडमा असमजको अवस्था थियो, पहाड बल्दै थियो, पहाड जल्दै थियो र उहाँले आएर मलाई एडभाइस गर्नुभयो, भाइ पहाड यस्तोतिर जाँदैछ, अब के गर्ने हो भन्दा मैले उहाँलाई दाजु तपाईँले दिशानिर्देश गर्नुहोस् र म तपाईँको पछि लाग्छु, पहाडको लागि के गर्नुहुन्छ भने भन्नु लागेको थिएँ। तर आज अचानक मैले यो प्रेस मार्फतबाट देखेँ उहाँले हाम्रो गोर्खा जनमुक्ति मोर्चा, सबैले टु नै भन्छ, बाट उहाँले प्रेसिडेन्सीबाट रिजाइन दिनुभयो। म त धेरै अचम्बित भएँ। म त धेरै दिनदेखिको अर्गनाइजेसनमा लागिरहेको छु र आज अचानक यो प्रेसमा आउँदाखेरि हो अलिअलि उहाँले अब उहाँलाई के मन दुःख थियो व्हाट्सएप ग्रुपतिर आइरहेको थियो, तर बिइङ अ प्रेसिडेन्ट मैले कहिले पनि उहाँलाई त्यो किन के भन्नु कहिले पनि सोधिनँ र उहाँलाई यस्तो केही कुरा भएको भए हाउसमा राख्नु पनि सक्नुहुन्थ्यो, हाउसमा राखेर डिसिजन लिनु पनि सक्नुहुन्थ्यो, तर एकैचोटि प्रेस मार्फतबाट डिसिजन लिनुभयो। अहिले म सुनादा समष्टिसँग मेरो अर्गनाइजेसनको मिटिङ हुँदै थियो, अचानक मैले यो प्रेस माध्यमबाट देखेँ। म रिभ्यू मिटिङ गर्दै थिएँ, रिभ्यू मिटिङको रिपोर्ट बनाउने एउटा पार्टीको नियम थियो, त्यो अनुसार रिभ्यू मिटिङ गर्दै थिएँ। तर उहाँको अचानक यो डिसिजन आयो र उहाँलाई डिसिजन दिएपछि उहाँ मभन्दा धेरै सिनियर पोलिटिसियन हो, पार्टीको पनि प्रेसिडेन्ट हुनुहुन्थ्यो। उहाँले के सोचेर डिसिजन लिनुभयो त्यो मलाई थाहा छैन। सायद उहाँले अझै के राम्रो हुन्छ केही ठुलो सोच्नु भएको छ कि त्यो पनि मलाई थाहा छैन। हेर्नुहोस्, तर उहाँलाई म एउटै कुरो भन्छु, अझै पनि उहाँलाई म रेस्पेक्ट गर्छु, अनर गर्छु। हिजो पनि उहाँलाई मैले लिडर मागेर हिँडेको थिएँ, तर अब सबैको आफ्नो सोही इच्छा हुन्छ, आफ्नो विचार हुन्छ। उहाँको विचार अब उपरान्त के छ त्यो मलाई याद छैन। भन्नुभएको थियो कि अब पहाडलाई आन्दोलन मुक्त पहाड बनाउनुपर्छ, पहाडलाई नयाँ सोचतर्फ लानुपर्छ, पहाडलाई नयाँ गोरेटो र नयाँ दिशाको खाँचो छ भन्ने लानुपर्छ र पहाड सरकारसँग मिलेर पहाडलाई रोजगार दिनुपर्छ, पहाडलाई डेभलपमेन्ट दिनुपर्छ, पहाडलाई विकसित बनाउनुपर्छ। जुन सोच उहाँले मलाई दिनुभएको छ, म चाहिँ त्यही सोच लिएर नै अगाडि जान्छु। यही सोच लिएर नै मैले हेर्नुहोस्, मैले एउटा सोच एउटा भिजन बोकी बनाइसकेको छु र त्यो सोच र त्यो भिजन लिएर नै म अगाडि जान्छु। म ढाँड्दिनँ, म झन्डा बचाउनु आएको थिइनँ, म पहाड बचाउनै निक्लेको थिएँ। त्यति बेला मलाई पार्टी बचाउनु पनि निक्लेको थिइनँ, मलाई पहाड बचाउनै निक्लेको थिएँ। किन म त्यस्तो पोलिटिकल मेरो एम्बिसियस थिएन पनि, आज पनि थिएन अनि भोलि पनि हुँदैन। हेर्नुहोस्, यो झन्डा त हामीले सबैले मिलेर बनाएको नि, यो झन्डामा सबैको अधिकार छ, झन्डै कसैको पेवा हुँदैन अनि पार्टी पनि कसैको पेवा हुँदैन। हेर्नुहोस्, यसैले यो विषयमा झन्डा पार्टीको विषयमा हामी पछि सोच्छौँ र म एक्लै चाहिँ अब यो विनय तामाङज्यूले के गर्नुभयो अनि भोलि के गर्ने भनेर म एक्लै चाहिँ डिसिजन लिन सक्दिनँ। हेर्नुहोस्, यसैले मैले भोलि 11 बजी सेन्ट्रल कमिटीको मिटिङ कल गरेको छु खरसाङमा। सो हामी सबै हाउस बसेर सल्लाह गर्छौँ अब फर्दर हामी पहाडलाई कसरी दिशा निर्देश गर्ने र पहाडलाई कसरी अगाडि लाने भन्ने भोलि हामी सबै मिलेर हाउस मिलेर सल्लाह गरेर हामी अगाडि बढ्छौँ। अनि एउटा कुरो हेर्नुहोस्, मैले जुन सोच बनाएर निक्लेको छु, मैले जुन एउटा भिजन बनाएर निक्लेको छु, जुन हामीले नयाँ सोच नयाँ विचार भनेर मान्छेलाई भनेको छौँ, मेरो त्यो विचार घट्दैन पनि, त्यो सोच हट्दैन पनि। हेर्नुहोस्, म नयाँ सोच नयाँ विचार र जुन गोरेटो हामीले कोरेर जाँदैछौँ, हाम्रो पहाडको बेकारीलाई, हाम्रो पहाडलाई विकास लाने अनि कुनै पनि नढाँटिकन राजनीति गर्ने एउटा प्रथा बनाएको छु, त्यो प्रथालाई म अगाडि लान्छु। किन यत्रो 1,55,000 मान्छेले भोट हालेको छ हामीलाई,
हामीलाई काहीँ न काहीँ पत्ताले भोट हालेको छ र बिचमा आएर यसो लिडरसिपहरू यस्तो गर्छ उहाँले सोच बनाएको पनि छैन र उहाँहरूलाई म नम्र निवेदन गर्छु, तपाईँहरू अत्तिनु हुँदैन, हताश खानु हुँदैन। हाम्रो क्याडर, हाम्रो लिडरहरूलाई म यहाँबाट रिक्वेस्ट गर्छु, तपाईँहरू नअत्तालिनुहोस्, सबै कुरो ठिक हुन्छ। समयले जे डिमान्ड गर्छ त्यो अनुसार हामी अगाडि बढ्दै जानुपर्छ। तपाईँहरूको मनमा एउटै कुरो राख्नुहोस्, हामीलाई हाम्रो पहाड राम्रो पहाड बनाउनु छ। जुन हाम्रो लक्ष्य र हाम्रो मोटिभ लिएर हिँडेको छौँ, त्यो लक्ष्य र त्यो मोटिभ हामी अगाडि कसैले विनय तामाङ ज्यूमाथि पनि हाम्रो एउटा प्रेसिडेन्टको रूपमा हामीले हेरेको थियौँ उहाँलाई, उहाँलाई कहाँ के भयो हामीलाई पनि थाहा छैन। उहाँले अब यो पार्टी रिजाइन डिसिजन दिनुभयो र म रिक्वेस्ट गर्छु कसैले पनि विनय तामाङ ज्यूलाई, किन उहाँलाई दाजु जस्तो एउटा रेस्पेक्ट गरेर हिँड्ने मान्छे हो, भोलि पनि उहाँलाई दाजु जस्तो रेस्पेक्ट गरेर हिँड्छु म। हेर्नुहोस्, उहाँमाथि मेरो केही पनि त्यस्तो नराम्रो सोच नराम्रो विचार राख्दिनँ पनि। उहाँसँग जहाँ भेट्दा म हिजो जसरी रेस्पेक्ट गर्थेँ भोलि त्यसरी रेस्पेक्ट गरेर म बात मार्छु। तर जुन हाम्रो क्याडर छ, हाम्रो लिडरहरू, म तपाईँलाई रिक्वेस्ट कहीँ केही कसैले टिका टिप्पणी गर्ने, हाम्रो जुन सोच र हाम्रो जुन भिजन लिएर हामी अगाडि बढ्छौँ, यो भिजनलाई हामी अझै सबै हाउस मिलेर अगाडि लानुपर्छ। किन हामीलाई हाम्रो पहाडको भविष्यको चिन्ता छ। मलाई यो झन्डा र पार्टीको भन्दा पनि मलाई मेरो पहाडको भविष्यको चिन्ता छ र म तपाईँहरूलाई भोलि हामीले आज म केही पनि भन्नु सक्दिनँ। म एक्लो डिसिजनले अगाडि म बोल्नु सक्दिनँ। भोलि मैले सेन्ट्रल कमिटीको मिटिङहरू कल गरेको छु। हाम्रो लिडरहरू आएर हामी डिस्कसन गरेर हाम्रो लिडरलाई, हामी क्याडरलाई हामी मेसेज दिन्छौँ अनि पहाडलाई मेसेज दिन्छौँ। धन्यवाद।